सम्पूर्णलाई नमस्ते। यति बेला मैले नेप्सीको आजको थोरै डिस्कसन केही लिएर आएको छु, अलिकति छलफल गरौँ भनेर। अब बजार हाम्रो के देखिन्छ भन्दाखेरि बजार चाहिँ अलिकति माथितिर नै जाने देखिन्छ। हिजो अस्तिको बजार चाहिँ मैले अस्ति पनि यो क्यान्डल बनाउँदै गर्दाखेरि यहाँहरूलाई के भनेको थिएँ भन्दाखेरि बजारमा अलिकति किन्ने भने चाहिँ लङ टर्मकै लागि किन्ने अवस्थामा त यो रेन्जदेखि नै थियो। अलिकति लङ टर्मको लागि त मजाले किन्न सकिन्छ नै भनेको थिएँ। अलिकति मिड टर्म लङ टर्मको लागि अलिकति सर्ट टर्मको लागि हामीले खेल्ने हो भने अब यो रेन्ज नभएर यसलाई भ्यालिड गऱ्यो भने भोलिपल्ट किन्नुपर्छ भनेको थियो। संजोगले हिजो चाहिँ हाम्रो रेड क्यान्डल बनेको थियो। आज भोलम पनि राम्रै आएको छ, थोरै थोरै चाहिँ गएको छ। अब यहाँबाट बजार एग्रेसिभली चाहिँ एकैचोटि बाई चाहिँ जाँदैन। जस्तो सर्ट टर्मको लागि केही स्टकहरूमा एकुमुलेटको लागि अलिकति थोरै समय लाग्छ कि जस्तो देखिन्छ। र यहाँले अलिकति राम्रो मुभहरू आउन लागेका स्टकहरूलाई अलिकति हेर्न सक्नुहुन्छ सर्ट टर्मको लागि। र अर्को कुरा के बुझ्नु पऱ्यो भन्दा यहाँले चाहिँ जस्तो हाम्रो एमएसिडीले चाहिँ अस्ति नै पोजिटिभ दिए। मैले यहाँ हुँदा भिडियो बनाएको थिएँ हिस्टोग्राम, यहाँ हुँदा है यत्रो सेल्स यहाँदेखि चाहिँ सेल सिङ्गल दिएको बाइकको लागि दिएको छैन होइन। अब चाहिँ दिन सक्छ यो त्यो जोनमा छ भनेर पनि यहाँलाई भनेको थिएँ। कति ख्याल गर्नुभएको थियो त्यो भिडियोमा। मैले बिचमा भिडियोहरू ल्याउन पाइनँ, म अलिकति बाहिर पनि भएको हुनाले त्यो अवस्था छ। एमएसिडीबाट पनि एकदमै बुलिस क्रसओभर धेरै लङ टाइमपछि हामीले देख्छौँ। अब आरएसआईलाई हेर्ने हो भने आरएसआईको स्ट्यान्ड पनि एकदमै राम्रो छ। मैले के भनेको थिएँ तपाईँहरूले बुझ्नु भएको छ कि छैन, कतिको ध्यान दिनुभएको छ। आरएसआई यो झर्दै गर्दा यस्तो गरेर यस्तो आएर अलिकति थोरै रिटेस्ट लिएर अनि माथि बुम बुम हुन्छ होला जस्तो लाग्थ्यो। मैले भिडियो बनाउँदासम्म मलाई लाग्छ 40 कतिको रेन्जमा थियो है, 45को रेन्जमा थियो जस्तो लाग्छ। अनि यसरी गएको छ आज 50 भन्दा अलिकति माथि नै क्लोजिङ दिएको छ। आरएसआईबाट पनि एकदमै बजार पोजिटिभ देखिन्छ। अब अहिलेसम्मको यो बजारको सिनारी हेर्नु, बजारमा त्यस्तो नेगेटिभ भन्ने त छँदै छैन अहिलेको फेजमा हेर्दाखेरि। अब बाँकी चाहिँ अलिकति कन्फर्मेसनको लागि कुर्ने भने मन्डे चाहिँ बजारलाई मस्ट वाच गर्नुपर्छ। किनभने भ्यालिड भएको छैन, कुनै पनि क्यान्डललाई हाम्रो भ्यालिड गरेको छैन। अस्ति पनि भ्यालिड गरेन, रेड क्यान्डल बन्थ्यो। आज बनेको छ ग्रिन क्यान्डल। अब भोलि तपाईँको हाम्रो अथवा डोजी क्यान्डल बनोस् पोजिटिभ, नेगेटिभ त छँदै नै छैन। अझ पोजिटिभ किन्नको लागि एग्रेसिभ, बरु बुलिसै क्यान्डलै नबनोस् तर डोजी क्यान्डल बन्यो भने हामी चाहिँ पोजिटिभ चाहिँ हुन्छौँ है भन्ने खालको कुरा बुझिन्छ। भोलि अब यहाँदेखि मन्डे चाहिँ अब के हुन्छ त्यो कुराहरू हेरौँ। अब मैले तपाईँहरूलाई के पनि भनेको थिएँ भन्दाखेरि अहिले भर्खर हाम्रो आइपिओ आएको स्टकहरू म अलिकति मुभहरू आउने चान्सेस एकदमै बढी हुन्छ, यहाँले त्यो कुराहरूलाई ध्यान दिनु होला भनेर मैले भनेको थिएँ। जस्तो होटलकै कुरा गर्दाखेरि अब होटल फरेस्टिन पनि राम्रै छ। अब एउटा यो सिनारीमा पनि राम्रै बाइङ भएको थियो। झनै आउँदा त अब किन्नै पर्ने जोन थियो। अब बन्दीपुरको लागि यसो थोरै मैले साथीहरूलाई रिकमेन्डेसन गरेकै थिएँ र मैले यो रेन्जमा होइन 850को रेन्जमा चाहिँ मैले साथीहरूलाई अब्जर्भ गर्नु होला भनेर अस्तिकै मैले भनेको थिएँ होइन। अब यो बन्दीपुर पनि राम्रै जाला जस्तो देखिन्छ। अब के गर्छ त्यो त अब हेर्न बाँकी छ। होटल फरेस्टिन पनि राम्रै बढ्छ किनभने भर्खर आइपिओ मध्येका यिनीहरू पनि बढ्छन्। अनि अब हाइड्रो सेक्टरको अधिकांश अब त्यस्तै छन् हाम्रो होइन। यो पनि अब भर्खर आइपिओ आएको, तर रिसेन्टली तपाईँको बजार बढ्दै गर्दाखेरि अहिले भर्खरै आएका हाम्रो आइपिओहरू चाहिँ राम्रैसँग एग्रेसिभली बढ्छन् भन्ने चाहिँ मलाई लागेको छ अनि लागेको थियो भनेर यहाँलाई पनि मैले भनेको थिएँ। अब त्यो कारणले गर्दाखेरि नर्मल्ली अब मैले यहाँ तपाईँको जस्तो बिजिएचहरू अब यो यिनीहरू बढ्न पाएको छैन कि होइन। अब यो जस्तो बन्दीपुर अनि यो भुजुङहरूदेखि लिएर होटल फरेस्टिन भर्खर आइपिओहरू आएको होइन। जस्तो रिज लाइनको कुराहरू यसमा मुभहरू आउँछ भनेर मैले भनेकै थिएँ होइन। एसआइपिडीहरू होइन अनि एसकेएचएलमा यिनीहरू अब मलाई लाग्छ यो मजाले बढ्छ स्टकहरू। तपाईँले योमध्ये कुनै स्टकहरू किन्नुभयो भने चाहिँ आँखा चिम्लेर चाहिँ मजाले के गर्न सकिन्छ भन्दाखेरि केही पैसाहरू कमाउन सकिन्छ जस्तो लाग्छ मलाई। सपोर्टतिर छ होइन। अब पालो भनेको बजार बुम हुन बित्तिकै यिनीहरू बुम हुने हो कि होइन। अरू पनि हुन्छ थुप्रै नहुने भन्ने कुरा त होइन, तर यिनीहरू चाहिँ हुने चाहिँ निश्चित नै हो। यो कुराहरू यहाँ ढुकाउनु पर्यो भन्ने कुरा चाहिँ हो। ट्रेडको लागि समय लगभग आउन आँटेको छ। बाँकी चाहिँ हामीले भोलि पनि हेर्छौँ होइन। एकदमै बजारमा ठिक छ, भोलि भ्यालिड गर्छ गर्दैन अथवा कसरी बजार अगाडि बढ्छ त्यो कुराहरूलाई हेरौँला। यदि भोलि पनि थोरै रेड क्यान्डल बनिदियो होइन अथवा चाहिँ भन्यो भने चाहिँ 1-2 दिन बजारले केही टाइमहरू लिन सक्छ, टाइमली करेक्सनहरू लिन्छ कि भन्ने देखिन्छ। होइन भने भोलि यदि ग्रिन क्यान्डल भन्यो भने बजारमा अब ट्रेडको लागि अर्को हप्ता चाहिँ एकदमै बेस्ट छ। अर्को हप्ता भनेको हाम्रो ओन्ली ट्रेडको लागि मात्र देखिन्छ, सर्ट टर्मको लागि। र यहाँले चाहिँ म के भन्छु भन्दाखेरि कुनै पनि मेसेजहरू भिडियोहरू अथवा जुनसुकै आउँछ मेसेज गर्दै यहाँले सबैजनाले चाहिँ अनिवार्य रियाक्ट चाहिँ
गरिदिनु होला है, रेस्पोन्स चाहिँ गर्नु होला भनेर मैले यहाँबाट सल्लाह पनि दिन चाहन्छु। अलिकता ग्रुपलाई मैले अलिकता फरक ढङ्गबाट आगामी दिनहरूमा चाहिँ लिनेछु। अहिले अब नर्मल्ली मेरो त्यस्तै टाइमहरूको अभावको कारणले गर्दाखेरि अहिले भएको छैन। म यो ग्रुपमा जोइन भएको साथीहरूलाई आगामी दिनहरूमा राम्रै कोसिस भन्ने गर्नेछु है। भिडियो अलिकति लामो भयो, अन्तिमसम्म हेरिदिनु भयो, धन्यवाद यहाँहरूलाई। रियाक्ट गर्न भने फेरि यहाँले नभुल्नु होला है त।